नयाँ साइकल बिग्रेको बिग्रे गरेर बिजोग भयो। बिहानै साइकलमा डुलियो एकछिन 3 जना भएर। अनि एकछिन सुमन मामाको घर गए एकछिन। अनि सँगै घर आएको त रोहितले साइकल डोराउँदै आएको रहेछ। फेरि के भयो भनेको त चेन नै चोडेको रहेछ। फेरि चेन बाहिर निक्लेको, फेरि अनि त्यही बाहिर निकालेर फिट गरेछ। अनि अब त्यो खोल्न नि सकिन्छ। अनि त्यतिकै डोरा लिएर आएको रहेछ। ब्रेकले पनि काम गरेको छैन, गतिले अरू पेडल पनि गएको छ। यो नयाँ साइकलले त झन् बिजोगै खर्च निकाले गर्छ यार। अनि बाटोमा लगेर साइकललाई सपोर्ट दिएर बल्ल बल्ल ग्यारेज पुर्याइयो। नयाँ पेडल फिट गरेर चेन पनि काटेर जोडियो अनि ब्रेक पनि बनाइयो। अनि चेक गरेको त ठिक भयो। अनि 260 रुपियाँको खर्च निकाल्यो अहिले त आज। अनि हामी रोहितलाई पठाएर पार्कतिर हिँड्यौँ एकछिन एक्सर्साइज गर्नको लागि। अनि एकछिन सिट पुलर हानियो। अनि चेस्ट प्रेस, वाल कर्ल, लेग प्रेस अनि मंकी बारमा पनि एक्सर्साइज गरियो। सुमन मामाले पनि एकछिन गर्नुभयो। विलमा पनि एकछिन गरे, एकछिन अलि हात चाहिँ फ्लेक्स भयो। अनि बाहिर आएर चटपट खाएपछि त एक्सर्साइज गरेको त अर्थै भएन। ल बाई।